नमस्ते आयुवान म चाहिँ अहिले श्रीलङ्कामा छु अनि हिजो मैले भेजिटेबल एन्ड फ्रुट्स मार्केटबाट एकदम अनौठो कुराहरू ल्याएको छु फ्रुट्सहरू लेट्स इट एन्ड रेट देम है त कस्तो हुन्छ मैले पहिला ट्राई गरेको छैन यो तीनटा चाहिँ ट्राई गरेको छैन बनाना चाहिँ खाएको छु तर यसरी भिडियो बनाएको छैन फर्स्ट टाइम खाँदा त्यस्तो खासै डिफरेन्स लागेको थिएन लेट्स ट्राई अनि फर्स्टमा चाहिँ म ट्राई गर्न गइरहेको छु यो साउसप यसलाई चाहिँ एकदमै सुपर फुड पनि मानिन्छ एकदमै हेल्दी हुन्छ कस्तो हुन्छ लेट्स सी यता कसरी खाने पनि थाहा छैन लेट्स ओपन दिस ओ ज्याक फ्रुट जस्तो हुँदो रहेछ दिस द्याट्स नट गुड खै त्यताको भात त्यस्तो राम्रो छैन स्मेल्स बिट फनी अलि अर्को स्मेल आउँदो रहेछ यहाँको भित्रको सेतो भाग खाने हो ए भित्रको यो सेतो खाने कालो चाहिँ फाल्ने भने जस्तो लाग्थ्यो कमिलै आउँदो रहेछ यस्तो कालो सिड हुँदो रहेछ एकदम पाइनएप्पल खाएको जस्तो स्ट्रबेरी खाएको जस्तो अनि धेरै मिक्स अफ फ्रुट्सहरू खाएको जस्तो ट्याङ्गी स्विट्स अलिकति डिफ्रेन्ट छ रेट 9 आउट अफ 10 अर्कोचोटि चाहिँ इट तर स्मेल चाहिँ बिट फनी छ यसको स्मेल चाहिँ अब लेट मी सो यु अगेन अलिक पाकेको होइन कुनै साइड चाहिँ मजाले पाकेको छ कुनै साइड चाहिँ पाकेको छैन अब मैले यो धेरै मिठो छ तर अलि दिउँसो किनभने अहिले चाहिँ मैले बिहानमा ट्राई गरिरहेको छु त्योभन्दा धेरै चाहिँ आई वन्ट बी एबल टु इट इट अर्को चाहिँ मसँग छ बनाना मैले बनानाबाट स्टार्ट गर्नुपर्ने यो चाहिँ रेड बनाना भनिन्छ सिमिलर टु अरू बनाना तर यसको टेस्ट अलिक थोरै छुट्टै हुन्छ अरे आई ट्राई इट बिफोर तर भिडियो चाहिँ बनाएको थिएन लेट्स ट्राई एन्ड रिभ्यू है त लेट्स सी है कस्तो छ यो भनेर एकदमै धेरै पाकेको रहेछ म चाहिँ धेरै पाकेको खास मन पर्दैन थोरै मात्र खाएर ट्राई गर्छु हिजो ल्याएको थिएँ हिजै खान पर्ने माथि चाहिँ काँचो छ अरू बनाना जस्तै छ थोरै त्यति क्रिमी स्विट छ पुरै चाहिँ खाइन अनि अर्को छ मसँग यहाँ यो चाहिँ वुड एप्पल रे यो वुड एप्पल भनिन्छ यसलाई इङ्ग्लिसमा तर ठ्याक्कै यहाँ श्रीलङ्कन नाम पनि थाहा भएन मलाई श्रीलङ्कामा के भन्छ भनेर यो चाहिँ आई थिङ्क यो बेल हो जस्तो लाग्छ मलाई नेपालमा यसलाई बेल भनिन्छ होला आइ एम नट टु स्योर बेल जस्तै छ छन चाहिँ मैले बेलको बुटो चाहिँ देखेको छु रुख चाहिँ तर कस्तो फल्छ भने चाहिँ त्यस्तो खासै आइडिया छैन खाएको पनि छैन बेल तर मलाई यो बेल हो जस्तो लागिरहेको छ लेट्स सी है त भित्र कस्तो छ पाकेपछि खाने हो कि अलिक काँचै छ त्यही पनि काँचै भए पनि लेट्स ट्राई है त थोरै भए पनि फुटालेर आई डोन्ट ह्याभ चक्कु केही पनि छैन तर लेट्स सी वी कान्ट डु द्याट पाकेपछि खाने होला जस्तो लाग्यो भित्र यो त आई डोन्ट थिङ्क आई क्यान ट्राई यो अलि पाकेको छैन लेट्स किप दिस अनि यो चाहिँ म नेपाल गएर ट्राई गर्छु होपफुली नेपाल जाने बेलासम्म चाहिँ पाक्छ होला यो अनि नेक्स्ट थिङ वाट आई हेभ इज यो सानो यो के हो भनेर मैले सोधेको थिएँ यो हि सेड इट इज लेमन तर यो सुन्तला हो जस्तै लाग्छ मलाई सानो छ यो मुन्तला सुन्तला के भनिन्छ नेपालमा पनि पाइन्छ तर मैले खाएको चाहिँ छैन लेट्स ट्राई हेर्दा यहाँ बोक्रेसित खाने हो जस्तो लाग्छ मलाई सुन्तला मुन्तला
कि खोल तर खाने यो अलिक ट्याङ्गी छ तर इट्स गुड अर्को छ मसँग प्यासन फ्रुट जुन चाहिँ मैले पहिला नि ट्राई गरिसकेको छु धेरै खाइरहेकै कुरा हो तर येल्लोवाला अनि आई मेट त्यहाँ एकजना दाजु वाज भेरी हेल्पफुल अनि उहाँले चाहिँ मलाई यतिकै लैजाउन भनेर सबै कुराहरू जम्मा 200 मात्र दिनुभएको नेपाल गई जाने आउने गरिरहनु हुँदो रहेछ अनि उहाँको धेरै नेपाली साथीहरू पनि छन् भन्ने कुरा भयो एकछिन मजाले कुरा गरिसकेपछि पहिला मलाई एकदम महँगो भन्नुभएको थियो अनि म नेपालबाट हो भनेर कुरा भएपछि चाहिँ उहाँले मलाई जम्मा 200 मा सबै कुराहरू दिनुभएको अनि यो पनि ट्राई गर भनेर दिनुभएको थियो मैले अब ट्राइड इट बिफोर तर नाइ भन्न नसकेर मैले ल्याएर आएँ अलि साउ चाहिँ साउ यो ट्राई गरेर मलाई ब्रेकफास्टको लागि जानुपर्ने छ त्यही भएर मैले थोरै मात्र ट्राई गर्छु इट इज गुड एकदमै तर अहिले बिहान बिहान चाहिँ अलि टु सार हुन्छ खानाको लागि त्यति मात्र ट्राई गरेँ मैले अनि रेट गर्नुपर्दा चाहिँ सार सपलाई चाहिँ मैले 9 दिन्छु यो चाहिँ म नेक्स्ट टाइम पनि पाकेको गरेको खाना चाहिँ सक्छु मलाई किनभने स्वीट भन्दा सार मन पर्ने भएर चाहिँ द्याट्स माई फ्रुट जस्तो लाग्यो अनि बनाना चाहिँ 8 आउट अफ 10 अब सधैँ सबै नर्मल बनाना जस्तो चाहिँ यति बिट क्रिमी मात्र बढी हो अनि प्यासन फ्रुट त 10 आउट अफ 10 यो चाहिँ यसलाई चाहिँ म पकाएर 2-4 दिनपछि फेरि ट्राई गर्छु That's all for now. Thank you for watching. I'll see you guys in next video. Ayubowan Stuti.